महेश भाइ अब मौरीको घार निकाल्नमा तयारीको साथ यस्तो दामी ठाउँमा बनाएको क्या माछालाई मौरीले पनि गुड हेर्नु त ल ढुङ्गा मुनि यस्तोमा क्याप टट्ट दिने हेर यहाँभित्र ओह अलि ब्लर भयो कलर सेम भयो क्या है मौरीको हो क्या यो घार यो के भन्छ यसलाई घार भन्छ के भन्छ मौरीको के भन्छ यसलाई ए पोको सेफ्टी क्याप लाउनु ला मौरीले अब अट्याक गर्यो भने मुखा नगरोस् एक भप्पै जाली हालिदिने हो के हो यो मौरीबाको त्यो सामान हो कि त्यहीँ थियो कि पन्जा होला सायद हातमा लाउने डोरी सहित छ त फेरि के हो ए दुईटा हातमा प्लास्टिक बाँड्नु पर्ने ए ए पन्जै हो समात्न मिल्छ त महेश भाइ अनि त्यो प्लास्टिक लगाएपछि कस्तो दामी सिन भएको ठाउँमा ल्याएर पारेको क्या बिहान टक्कै कति बज्यो होला महेश भाइ अहिले 7:30 ए मैले यहाँ हेरेँ नि हुन्छ होला नि 7:45 को 46 भयो मौरी अब यहाँ चाहिँ एकदम महेश भाइले निकाल्छ मलाई नटोक्ने भए म आइदिन्थेँ त्यहाँ खानेकुरा हाल्दै हौ राजा पस्यो त भित्र मौरीको राजा हुन्छ हैन त्यो पसेको पसेन भन्ने कुरो क्या हेर त ऊ त्यो डल्लोमा छ कि माउ चिनिन्छ है पस्यो होला बिचमा थियो होला नि त हैन बिचमा भएर तिमीले सट्टै हाल्दै थियौ गरे पस्यो होला जान खोजेको हेर यताबाट ऊ भित्र छिर्नु खोजेको एउटा हाँ
तिनीहरू पनि यहीँभित्र छिर्छ अहिले हुन त केही गर्दैनन् मौरीको रानो भित्र छिरिसकेको छ ल अब यो सबै मौरीलाई भित्र पस्न दिने हो छिर्छ सबै सबै छिर्छ त एउटा नरहेको हुन्छ मह बनाउन सुरु पनि नगरेर रहेछ अलिकति नि है सानो रहेछ पहिला यति बनायो होला मह आफू बस्नलाई म छैन त त्यहाँ केही गरेर जस्तो पहिला आएको होला नि भनेपछि मैले देखेकै दिन बस्न सुरु गरेर चाहिँ क्या यिनीहरू है होला ए सकिन लाग्यो यार यार सबै छिरे यार छिर्छन् क्या आएको उसमा पऱ्यो क्या महेश भाइ अलिअलि एक दुईवटा त यार केमा माकुराको जालोमा हेर न ऊ यहाँ तल हेर न तल बिचरा यार छिरे त सबै भ्याइयो यार हरि इजी पाराले हाल्यो यार प्रोफेसनलै रहेछौ त तिमी त हल्कै हाल्ने क्या त अस्तिको लटमा टोकेको मलाई धेरैले अस्ति त यस्तरी छुने बित्तिकै सबै टोक्न आएको थियो कि भित्र छिर्ने त कुरै छैन बाहिर टोक्न आएको थियो आजको टोक्ने वास्तै छैन